नेपाल अडिटर्स एसोसिएसन अडान नेपालको एउटा प्रतिष्ठित संस्था हो जसले देशभरका रजिस्ट्रार लेखा परीक्षकको व्यावसायिक मापदण्ड र कामको सुधार गर्न तथा उनीहरूको हक अधिकारको निम्ति क्रियाशील रहेर काम गर्दै आइरहेको छ। अडानले अडिट क्षेत्रको व्यावसायिकतालाई प्रवर्धन गर्ने, सदस्यहरूको हित रक्षा गर्ने र नेपालको अडिटिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मानकसँग मिलाउनको लागि विभिन्न पहल अनि प्रयासहरू गर्दै अघि बढिरहेको छ। यसको माध्यमबाट अडिटर्सको क्षमतामा वृद्धि गर्न र देशको वित्तीय पारदर्शिता बढाउनमा सहयोग मिलिरहेको अवस्था छ। नेपाल अडिटर्स एसोसिएसनले नेपालमा अडिट पेसामा संलग्न व्यक्तित्वहरू, खास गरी रजिस्ट्रार लेखा परीक्षकहरूलाई गोलबन्द गरेर कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। नेपाल अडिटर एसोसिएसन अडान 2063 साल श्रावण 20 गते स्थापना भएको हो। यो संस्थाले लेखा परीक्षकहरूलाई गोलबन्द गरेर आर्थिक सुशासन र पारदर्शिताको लागि वित्तीय विवरणहरू तयार गर्ने र सबैलाई तपाईको चाहिँ एक ठाउँमा गोलबन्द गर्दै प्रशिक्षणका कार्यक्रमहरू चलाउने संस्था हो। यसले चाहिँ सबैलाई आर्थिक सुशासन र पारदर्शिताकोमा अगाडि बढाउँछ र सम्पूर्ण देशव्यापी रूपमा छरिएर रहनुभएका लेखा परीक्षक साथीहरूलाई चाहिँ गोलबन्द गरेर कार्यक्रम गर्दै आइरहेको संस्था हो। आर्थिक क्षेत्रमा चाहिँ अहिले हामीले सम्पूर्ण वित्तीय विवरण तयार गरेका वित्तीय विवरणलाई लेखा परीक्षकहरूले चाहिँ अडिट गराएर आफ्नो मन्तव्यहरू चाहिँ त्यसलाई चाहिँ स्टेक होल्डरहरूलाई दिने कामहरू गरेको छ। यसबाट वित्तीय विवरणहरू ठिक छ छैन यसले चाहिँ सब भन्ने काम गरेको छ र वित्तीय विवरणहरूलाई एकरूपता दिने काम पनि गर्दै आइरहेको छ। अडिटर एसोसिएसनले विभिन्न किसिमका चाहिँ हामीले चाहिँ ट्रेनिङहरू सञ्चालन गरेका छौँ। प्रोफेसनल एकाउन्टेन्टहरूलाई चाहिँ अडिटरहरूलाई प्रोफेसनको चाहिँ ट्रेनिङ दिन्छौँ, सिपी ट्रेनिङ दिन्छौँ। त्यसबाट चाहिँ आर्थिक सुशासन र पारदर्शितामा चाहिँ अहम भूमिका निर्वाह गरेको छ। यो संस्थाले लेखा परीक्षकहरूको मानक जुन छ अहिले एनएफआरएस चाहिँ अब नेपालमा लागू भइसकेको छ। त्यो मानकहरूलाई चाहिँ सबै स्टेक होल्डरहरूले चाहिँ त्यसलाई प्रयोग गर्नको लागि यो संस्थाले एउटा सहयोगी संस्थाको रूपमा चाहिँ काम गरिरहेको छ। अत्यन्त चुनौती रहेको छ। खास गरिकन भन्नुपर्दाखेरिमा सम्पूर्ण चाहिँ व्यवसायीहरू जो चाहिँ स्टेक होल्डरहरू हुन्छन् उनीहरूले चाहिँ तपाईको प्रोफेसनल एकाउन्टेन्टहरू नराख्ने, वित्तीय विवरणहरू चाहिँ आफै बनाउन नसक्ने यस्तो कुरा अवस्थामा चाहिँ लेखा परीक्षकहरूले उनीहरूलाई चाहिँ तपाईको ट्रेनिङ पनि दिनुपर्ने, एकाउन्टेन्टहरूलाई चाहिँ तपाईको सहयोगीको कामहरू पनि सिकाइदिनु पनि पर्ने र लेखा परीक्षण काम पनि गर्नुपर्ने भएको हुनाले अत्यन्त चुनौती छ। खास गरिकन भन्नुपर्दा चाहिँ लगानीकर्ताहरू चाहिँ सबभन्दा अन्तिम रूपमा चाहिँ आशा र भरोसाको केन्द्रको रूपमा रहेको अडिटरहरू नै हुन्छ र लेखा परीक्षकहरूकै आशा र भरोसा हुन्छ। त्यसमा हाम्रो यो संस्थाले महत्त्वपूर्ण कामहरू गर्दै आएको छ, भूमिका निर्वाह गर्दै आएको छ। यस संस्थाले विशेष गरी पेशागत सुधार र प्रवर्धन, व्यावसायिक मार्गदर्शन र नियमावली, कानुन र पेशागत अधिकारहरूको संरक्षण, अर्थतन्त्रको प्रगति लगायतको उद्देश्य लिई आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको छ। यस संस्था विक्रम सम्वत 2063 सालमा स्थापना भई राष्ट्रमा आर्थिक सुशासन र पारदर्शिताको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सदस्यहरूको प्राविधिक एवं व्यावसायिक क्षमता अभिवृद्धिमा सघाउ पुर्याइरहेको स्थिति छ। यो चार्टर एकाउन्ट ऐन 2053 लागू भइसकेपछि हामी चार्टर एकाउन्ट ऐनको संस्थाको सदस्य भएर कार्यहरू गरिरहेका छौँ। तथापि हामी त्यसको सदस्य भएर पनि अहिलेसम्म हामी एउटा के छ भनेदेखि तपाईको पहिला दक्षिण अफ्रिकामा जुन काला र गोराको बिचमा जुन एउटा विभेद थियो त्यस्तै हामीले अहिले त्यो चाहिँ हामीले भोगिरहेका छौँ। हामी लगभग अधिराज्यभरि यो नेपाल देशभरि लगभग 8000 जना सदस्यहरू हामी रजिस्टर्ड अडिटर छौँ
र अहिले के छ भनेदेखि चार्टर एकाउन्ट ऐनमा हामी अहिले रजिस्टर अडिटरहरूले चार्टर एकाउन्टकै बोर्डमा जाने सदस्यहरूलाई जुन चार्टर एकाउन्टेन्टबाट हुने सदस्यलाई हामीले भोटिङ राइट्स हाम्रो छैन। हामी त्यसैलाई चाहिँ अलिकति अब यो हाम्रो सदस्यहरूको हक हितको लागि संरक्षणको लागि भनेर हामीले यो नेपाल अडिटर एसोसिएसन 2063 साल साउन 20 गते तात्कालीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चाहिँ भेला भएर यो दर्ता गऱ्यौँ र अब हामीले हाम्रो लेखा परीक्षण र गरेर हाम्रो सरकारलाई हामीले कस्तो सरसल्लाह दिने भन्ने कुरो गर्दाखेरि अब नेपाल सरकारको अडिटिङ र हाम्रोमा अब उनीहरूको र हाम्रोमा धेरै फरक छ। अडिट गर्ने कुराहरूमा नेपाल सरकारको र हाम्रो जुन नेपाल चार्टर एकाउन्ट संस्थाले दिएको अनुसार फरक छ र त्यसमा हामीले उहाँहरूलाई चाहिँ अब हामी मात्रै सक्षम भएर होइन कि नेपाल सरकारका लेखा परीक्षकहरू अनि नेपाल सरकारका चाहिँ अब लेखापालहरूलाई पनि सक्षम बनाउनुपर्छ भन्ने उहाँहरूलाई म चाहिँ एउटा सजेस्ट दिन चाहन्छु। यही श्रावण 20 गते अडानले आफ्नो 19औं स्थापना दिवस विशेष रूपमा मनाएको छ। 18 वर्ष पूरा गरी 19औं स्थापना दिवसको अवसरमा काठमाडौँको कार्की ब्याङ्क्वेट बबर महलमा एक विशेष समारोहको आयोजना गर्दै 19औं स्थापना दिवस भव्य रूपमा मनाइएको हो। कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्नु भएको थियो। कार्यक्रममा थुप्रै विशिष्ट व्यक्तित्वहरू एवं संस्थाका पदाधिकारी लगायत झण्डै 600 जनाको उपस्थिति रहेको थियो। अहिले सरकारले खास गरिकन दुईटा कुरामा विशेष ध्यान दिएको छ। एउटा के दिएको छ भन्दाखेरि जनतामा जुन प्रकारको निराशा छाइरहेको थियो त्यो निराशालाई चिर्ने र जनतामा आशा जगाउने अहिलेको चाहिँ अत्यन्तै महत्त्वपूर्ण मुद्दा हो, महत्त्वपूर्ण सरकार हो, महत्त्वपूर्ण कार्यसूची हो भन्ने सरकारको ठाउँमा निराशा चिर्ने र आशा जगाउने। मैले यो किन भनिरहेको छु भने हामीले 7 दशक लामो सङ्घर्ष गरेर व्यवस्था बदल्यो, संविधान बदल्यो, जनताका प्रतिनिधिका माध्यमबाट संविधान सभाका माध्यमबाट संविधान निर्माण गर्यो। संविधानमा जनताका सम्पूर्ण अधिकारहरू अङ्कित गरिएका छन्। दुनियाँका कुनै लोकतान्त्रिक संविधानसँग तुलना गर्दा हाम्रो संविधान पछाडि छैन, अगाडि नै छ, उत्कृष्ट नै छ। अधिकारका दृष्टिकोणले त्यो अब अधिकार संविधानमा संस्थागत गरिएको छ। तर संविधानमा संस्थागत गरिएका ती अधिकारहरूको उपभोग गर्ने नागरिकले जनताले ती अधिकार उपभोग गर्ने परिस्थिति निर्माण छ कि छैन त भन्दाखेरि त्यो परिस्थिति निर्माण गर्न बाँकी नै छ। जबसम्म मुलुक आर्थिक रूपमा समर्थशाली हुँदैन, सक्षम हुँदैन, तबसम्म संविधानमा लेखिएका यी यावत अधिकारहरू जनताले उपभोग गर्न पाउँदैन। त्यसकारणले हामीले व्यवस्था बदल्यौँ। अब सामाजिक आर्थिक रूपान्तरणको काममा लाग्नुपर्छ, राष्ट्रलाई आर्थिक रूपमा सबल तुल्याउनुपर्छ भन्ने मिसनमा त्यो उद्देश्यमा सरकार केन्द्रित छ। र पछिल्ला दिनहरूमा खास गरी राजनीतिक अस्थिरताका कारणले, राजनीतिक अस्थिरताद्वारा सृजित अन्य क्रियाकलापहरूका कारणले जसरी चाहिँ यो अर्थतन्त्रमा समेत पनि एउटा एक खालको चाहिँ शिथिलताको एक खालको चाहिँ अवस्था देखा परेको छ। यसलाई चिर्दै अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने, गतिशील बनाउने, आर्थिक क्रियाकलापहरूलाई विस्तार गर्ने र सँगसँगै आम नागरिकमा आफ्नो भविष्यप्रति, मुलुकको भविष्यप्रति विश्वास जगाउने, मेरो देश बन्छ, मेरो भविष्य बन्छ भन्ने त्यो विश्वास जगाउने यस उद्देश्यमा सरकार केन्द्रित छ। यो जनतामा आशा जगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउँदै देशलाई आर्थिक सामाजिक रूपमा समृद्ध तुल्याउने यो महाअभियानमा अडानका सबै साथीहरूको पनि अत्यन्त महत्त्वपूर्ण योगदानको म अपेक्षा गर्न चाहन्छु। यस पक्षमा यहाँले विशिष्ट भूमिका निर्वाह गर्नुहुनेछ भनेर पनि म अपेक्षा गर्न चाहन्छु। नेपाल राष्ट्र ब्याङ्कले भर्खरै मात्रै 2081-82 को लागि मौद्रिक नीति तर्जुमा गरेको छ। यो मौद्रिक नीति ल्याइराख्दाखेरि नेपाल राष्ट्र ब्याङ्कले अन्तर्राष्ट्रिय परिवेश, आन्तरिक अवस्थाहरू सबैलाई केलाएर मौद्रिक नीति ल्याएको छ। यो वर्षको मौद्रिक नीतिको स्ट्यान्स अलिकति एकोमोडेटिभ छ रिलेटिभली। हामीले गत साल पनि कसियसली एकोमोडेटिभ मौद्रिक नीति ल्यायौँ, यो साल पनि कसियसली एकोमोडेटिभ छ। गत सालको भन्दा अझै केही पोलिसीहरू, रेटहरू केही हामीले रिल्याक्स गरेका छौँ र सँगसँगै त्यसलाई यो पोलिसीलाई सिङ्क्रोनाइज गर्ने सिलसिलामा, यो पोलिसीसँग मौद्रिक नीतिलाई तादम्यता मिलाउने सिलसिलामा
केही म्याक्रो प्रुडेन्सियल नर्म्सहरूमा पनि केही चाहिँ फाइनेन्सियल सेक्टर रिलेटेड पोलिसीहरूमा पनि हामीले रिल्याक्सेसन गरेका छौँ। तर त्यो गरिराख्दा हामी केमा सतर्क छौँ भन्दा यो पोलिसी रिल्याक्सेसनको असर स्वरूप कहीँ कतै पनि हाम्रो म्याक्रो प्रुडेन्सियल नर्ममा असर नपरोस्, नेगेटिभ इम्प्याक्ट नपरोस् भन्ने कुरामा हामी अत्यन्तै सतर्क भएर ल्याएका छौँ। यसको असर स्वरूप यो एकोमोडेसनको असर स्वरूप हामीले केही पाइरहेका छौँ। यो एक हप्ताको फिडब्याक भन्दा अलिकति जुन किसिमको गिरेको मानसिकता, गिरेको मनोबल सोसाइटीमा थियो, खास गरी बिजनेस कम्युनिटीमा थियो, ब्याङ्करहरूमा थियो, त्यो मनोबल निकै नै उठेको हामी पाइरहेछौँ। अब त्यो उठेको मनोबललाई हामीले यसरी नै निरन्तर लैजानु छ। यो लैजाने सिलसिलामा यहाँ उपस्थित रहनुभएका उद्योगी, व्यवसायी, छात्र सङ्गठन, महासङ्घहरूका प्रतिनिधि साथीहरूको महत्त्वपूर्ण भूमिका हुनेछ। नेपाल सरकारका सम्बन्धित मन्त्रालय विभागहरूको त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुनेछ, किनकि मन्ट्री पोलिसी आफैमा यहाँ आएका व्यवस्थाहरूले सबै काम गर्ने होइन, यसले एउटा इनेबलिङ चाहिँ पोलिसी दिने मात्रै हो। त्यसपछि यहाँहरू जो आफ्नो ठाउँमा हुनुहुन्छ, आफ्ना यहाँका क्लाइन्टहरू हुनुहुन्छ, आफूले अडिट गरिरहेको, आफूले चाहिँ अकाउन्टिङ चाहिँ सहयोग गरिरहेको जुन संस्थाहरू हुनुहुन्छ, उहाँहरूलाई पनि एउटा इन्करेज गर्ने र यो पोलिसीबाट आएको बेनिफिटहरूलाई म्याक्सिमम रूपमा युटिलाइज गर्दै यो अहिलेको सुधार भएको मानसिकता जुन छ, मनोबल जुन छ, त्यसलाई निरन्तरता दिनेमा यहाँहरू सबैको सहयोग रहनेछ अपेक्षा मैले गरेको छु। अडानको स्थापनाले नेपालमा अडिट पेसामा संलग्नहरूको पेसागत र व्यावसायिक सुधार भएको छ। हाल यस संस्थामा 8000 सदस्यहरू आबद्ध रहेका छन्। प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्दै सबैलाई गोलबद्ध गराउँदै आइरहेको छ नेपाल अडिटर्स एसोसिएसनले। देशभरका अडिटरहरू यस संस्थासँग आबद्ध रहेका छन्। 2063 साल श्रावण 20 गते स्थापना भएको यो अडानको चाहिँ आज हामी 18 वर्ष पुगेर 19औं अडान डे स्थापना दिवस मनाउन गइरहेका छौँ। यो चाहिँ अडान डे भव्य र सभ्य रूपमा मनाउनको लागि नेपाल सरकारको उपप्रधानमन्त्री तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा यही श्रावण 20 गते हामीले कार्की ब्याङ्केट बबर महलमा भव्य कार्यक्रम गर्न गइरहेका छौँ। यसमा चाहिँ म मूल आयोजक समितिको संयोजक र हाम्रो चाहिँ अडानका प्रथम उपाध्यक्ष डोलप्रसाद दाहाल सहसंयोजक हुनुहुन्छ र हामीले 201 जनाको चाहिँ एउटा तयारी मूल आयोजक समिति बनाएर यसमा चाहिँ विभिन्न 9वटा उपसमितिहरू बनाएर चाहिँ हामीले कार्यक्रम गरेका छौँ र त्यसबाट अझ विषयहरूमा चाहिँ आर्थिक सुशासन र पारदर्शिता नै हामीले मूल नारा राखेर प्रशिक्षणका कार्यक्रमहरू दिनभरि चलाउनेछौँ र यसबाट सबैलाई एउटा चाहिँ ज्ञान आर्जन हुने कुरा जानकारी गराउन चाहन्छु। नेपाल अडिटर्स एसोसिएसनले अडिट पेसामा सुधार ल्याउन, गुणस्तरीय सेवाहरू र प्रशिक्षण उपलब्ध गराउन महत्त्वपूर्ण योगदान प्रदान गरिरहेको छ। फलस्वरूप रजिस्ट्रार लेखा परीक्षकहरूको क्षेत्रमा यो संस्थाको अहमता र गरिमा दिन प्रतिदिन बढ्दै गइरहेको स्थिति छ। हैन, समयमा अडिट नगरेपछि वित्तीय विवरणहरू चाहिँ समयमा आउने कुरा भएन र त्यसले गर्दा स्टेक होल्डर जो हुनुहुन्छ शेयर होल्डर जति हुन्छ उहाँहरूलाई त्यो नलेज पनि थाहा हुँदैन। यसले गर्दा समयमै अडिट गर्नुपर्छ। त्यो गर्दाखेरि आर्थिक पारदर्शिता सुशासन कायम हुने कुरा म जानकारी गराउन चाहन्छु। अडानले चाहिँ आफ्नो क्षमता वृद्धि गर्नको लागि हामीले चाहिँ समय समयमा आफ्नो लेखा परीक्षक साथीहरूलाई चाहिँ प्रोफेसनल ट्रेनिङहरू हामीले दिँदै आएका छौँ। त्यसमा चाहिँ विज्ञ विषयहरूबाट चाहिँ विषय केन्द्रित ट्रेनिङहरू दिन्छौँ। वित्तीय विवरण बनाउने ढाँचाको बारेमा हामी दिन्छौँ। लेखा परीक्षण गर्नको लागि लेखा परीक्षण मानबाट जारी भएका चाहिँ त्यो हामीले जारी भएको जुन एउटा चाहिँ ढाँचा छ त्यस आधारमा हामीले चाहिँ ट्रेनिङहरू दिँदै आइरहेका छौँ। आगामी दिनमा लेखा परीक्षकलाई गोलबन्द गरेर आर्थिक सुशासन अनि पारदर्शिताका लागि वित्तीय विवरणहरू तयार गर्ने र सबैलाई एकै ठाउँमा राखेर थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै सफल ढङ्गबाट अग्रगतिमा लम्कने प्रण गर्दछ नेपाल अडिटर्स एसोसिएसन अडान।